हेलो गाइस, नमस्ते अनि वेलकम ब्याक टु माई युट्युब च्यानल। सबैजना सन्चै हुन्छ भन्ने आशा गर्दछु। र आज चाहिँ यसो बाहिरतिर म निस्केको थिएँ होइन। यहाँ केटाकेटीहरू सधैँ फुटबल खेलिरहेको हुन्छन् होइन। आज नि खेलेको छ कि छैन भनेर यसो हेर्न आएको। आज रोयन रसन खेलेको होइन। अनि के गर्नु त भनेर भन्दाखेरि एउटा भिडियो चाहिँ जाओस् न त भन्ने जस्तो लाग्यो क्या। साथीहरू कमेन्ट पनि थियो क्रोएसियाको आउँदाखेरि स्यालेरी कति हुन्छ, कति घन्टा काम गर्नुपर्छ भन्ने विषयमा म थोरै जानकारी दिनेछु होइन। र अन्तिमसम्म हेरिदिनु होला होइन। च्यानलमा नयाँ हुन्छ भने प्लिज सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला होइन। ताकि यस्तो यस्तो नयाँ भिडियो म अझै लिएर आउनेछु है। सो भिडियो ढिलो नगरिकन म छिटो छिटो स्टार्ट गरिदिनेछु होइन। म आज छोटो भिडियो बनाउँछु होइन। बनाउँदा फेरि लामो पनि हुनसक्छ, हेरिदिनु होला तर अन्तिमसम्म है। र क्रोएसियाको लागि बेसिक स्यालेरी कति हुन्छ भन्ने विषयमा थोरै जानकारी दिनेछु होइन। र टिआरसी बन्न कति समय लाग्छ भन्ने कुरा पनि जानकारी दिनेछु है। यो बेसिकली क्रोएसिया एज पर गभर्मेन्ट रुल होइन। यो क्रोएसियाको स्यालेरी चाहिँ 970 हो। त्यसमा हप्तामा 5 दिन काम गर्नुपर्छ र महिनामा चाहिँ तपाईँको 160 घन्टा पुगेको हुनुपर्छ होइन। त्यति 160 घन्टा भन्दा पनि त्यो पनि बढी हुन्छ होइन काम गर्दा गर्दै होइन। त्यो चाहिँ हाम्रो हप्ताको 5 दिनले मात्र हिसाब गरिरहेको हुन्छ नि त। अब नर्मली कम्पनीले चाहिँ हप्ताको 6 दिन चाहिँ काम लगाइदिरहेको हुन्छ होइन। र 6 दिन लगायो भने चाहिँ तपाईँको राम्रो स्यालेरी पनि आउँछ होइन। 970 तपाईँको 5 दिनको मात्रै भयो है। र 6 दिनै लाग्यो भने त तपाईँको एक्स्ट्रा पैसा आउँछ होइन। त्यस्तो हिसाबले गर्नु भने चाहिँ 1200-1300 रुपियाँ आउँछ होइन। किनकि हामीले त महिनामा 160 घन्टा त गर्नुपर्छ। हप्ता 5 दिन गर्दाखेरि त हामीलाई पुगिहाल्छ। र कुनै पनि धेरै यस्तो म्याक्सिमम् कम्पनीले चाहिँ हप्ताको शनिबार पनि काम लाउँछ र त्यसको ओभरटाइम दिन्छ होइन। र ओभरटाइम चाहिँ कति दिन्छ भन्ने कुरामा म थोरै क्लियर गरिदिनेछु होइन। जस्तो तपाईँको स्यालेरी दिएको छ, यहाँ चाहिँ आवरली सिस्टम चल्छ होइन। बेसिक जति भए पनि होइन आवरली सिस्टमले तपाईँलाई डिभाइड गरेको हुन्छ। यदि तपाईँको 970 स्यालेरी छ भने 5 युरोले घन्टाको दिएको छ भने ओभरटाइम गर्नु भने चाहिँ तपाईँको 6 युरो, 7 युरो, 8 युरो पनि हुन्छ होइन। त्यही चिज तपाईँको कम्पनीमा चाहिँ काम छैन र तपाईँलाई कतै बाहिर काम भेट्नु भयो होइन। जस्तो पार्ट टाइम जस्तो होइन, एक्जाम्पल पार्ट टाइम जस्तो भेट्नु भयो भने चाहिँ तपाईँको कति हुन्छ भन्दाखेरि अब 8 युरो, 10 युरो, 15 युरो सुद्धा दिन्छ घन्टाको। तपाईँ 15 युरोको भेट्यो भने पनि 10 युरो भेट्यो भने नि तपाईँको 4 घन्टा भेट्यो भने त भइगयो होइन। 40 युरो आइहाल्यो। सो त्यो चाहिँ मैले 40 युरो कहाँको भन्दाखेरि बाहिर है, कम्पनीभित्र होइन। कम्पनी बाहिर कतै काम गर्नुभयो भने चाहिँ तपाईँलाई त्यति दिनेछ होइन। त्यो चाहिँ हाम्रो बेसिक स्यालेरीको भयो। र यो टिआरसी हुन्छ नि, मेन टिआरसी बनाउन कति समय लाग्छ भन्ने विषयमा तपाईँहरू आएको होइन। हप्ता 15 दिन, हप्ता दिनमा भनौँ होइन। हप्ता दिनमा तपाईँलाई अब पुलिसकोमा लगेर चाहिँ कार्डको लागि एप्लाई गरिदियो भने चाहिँ होइन तपाईँको धेरै होइन 1 महिनामा तपाईँको टिआरसी आउँछ है। सो गाइस, मलाई यहाँ अलिक अनकम्फर्टेबल भयो भिडियो बनाउनलाई होइन। म बाहिर गएर भिडियो बनाउँदैछु। सो प्लिज हेरिदिनु होला अन्तिमसम्म है। यहाँ चाहिँ अब मान्छेहरूले हेरिदिइरहेको छन् होइन, के भन्छन् भन्ने जस्तो लाग्छ क्या। त्यही भएर म भित्र रुममै गएर म भिडियो बनाउँदैछु।